वेलकम ब्याक टु माई युट्युब। तपाईँहरू सबैलाई स्वागत छ है मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी हेलियन थेम्स भन्ने ठाउँमा हो। दामी छ ठाउँ। आज हाम्रो फ्यामिली भिजिट हेलियन थेम्समा। तपाईँहरूलाई अलिकति सर्ट भिजिट देखाउँछ है। एकदमै लुगा लागिरहेको छ, नाक बन्द भयो जस्तो भन्छ। मौसम चेन्ज भयो नि त फेरि अहिले युकेमा अब बिस्तारै गर्मी सुरु हुँदैछ। सो हामी अब चाहिँ हेलियन थेम्स तपाईँलाई देखाउँछु है त। हेलियन थेम्स भन्ने ठाउँ हो। बोटै बोट शाहरुख खानको फिल्मको शाहरुख खान र काजलको फिल्म सुटिङ भएको ठाउँ हो भन्छ के अरे यो ठाउँ चाहिँ। आहा यस्तो दामी छ ठाउँ। बोटिङ गरौँ भनेको बोटिङ गर्नु नमिल्दो रहेछ। अप्रिलबाट मात्रै खुल्ने अरे। यस्तो राम्रो बोर्ड छ। आज फेरि कस्तो कोइन्सिडेन्टली फेरि आज तपाईँको घाम लागेको छ क्या दिन। आज घाम लागेको भएर चाहिँ एकदमै मौसम राम्रो तातो गर्मी घाम जस्तै मजाको छ इन्भाइरोमेन्ट होइन। मजाको घाम लाग्छ, मान्छेहरू सर आएछन् बसेछन् होइन। ठाउँ दामी छ यो हेलियन थेम्स। म चाहिँ धेरै पहिला चाहिँ मेरो साथीसँग आएको हो। साथीले लिएर आएको थियो। म युके आउँदाखेरि पहिलाचोटि युके आउँदाखेरि अब त्यतिखेर उहाँ साथीले ड्राइभ गरेर लिएर आउनुभएको थियो। अब अहिले त अब आफ्नै गाडी भयो, गाडी चलाउनु भइयो होइन। चलाउन भएको कारणले अहिले त आफ्नै गाडीमा ट्राभल हो होइन। सो कारणले आजभन्दा 2 वर्ष अगाडि आएको थिएँ म साथीको गाडीमा। ल चाहिँ यहाँ चाहिँ अब पुरा दाना फालेर यसलाई दाना दिने काम गरिराख्नु भएको छ दुईजना हाम्रो मान्छेहरूले। ठाउँ चाहिँ दामी छ कि समरमा आउनुपर्ने ठाउँ हो यो। तर यो आज चाहिँ घाम लागेको भएर एकदम मजा आएको छ हिँड्न
त्यसो गर्न मजा आउँछ तर त्यो के घाँटी दुखेछ लुगा लाग्छ कस्तो राम्रो दानाहरू ल फाइनल्ली हामी यो ड्याम भएको ठाउँमा आएको छ है यो चाहिँ ड्याम हो है यो चाहिँ ड्याम हो अब चट्टल हाम्रो नेपालमा डेम साइड भने जस्तै यो हेन्लियन थेम्सको डेम साइड हो यो चाहिँ यहाँ चाहिँ मान्छेहरू थुप्रै आउनुहुन्छ हेर्नलाई कस्तो राम्रो ठाउँ छ अनि यहीँ चाहिँ हेन्लियन थेम्स पनि शाहरुख खानको चाहिँ फिल्मको सुटिङ भएको ठाउँ हो यो चाहिँ ठाउँमा चाहिँ बेसी राम्रो छ डेम साइड हेन्लियन थेम्सको डेम साइड कति राम्रो छ ठाउँ म चाहिँ 2 वर्षपछि आएको यो ठाउँमा चाहिँ बजाइको हाम्रो बोकेर हुन्छ यो चाहिँ शाहरुख खानको फिल्मको सुटिङ भएको ठाउँ भनेर भन्थ्यो मेरो साथीले तर यहाँ मेरो ग्रुपले पत्ताएनन् कमेन्ट गरिदिनुहोस् यो घर साँच्चैकै फिल्म शाहरुख खानको फिल्ममा थियो कि थिएन भनेर ल भनिदिनुहोस् पऱ्यो सबैजनाले बिलिभै गरेन क्या अब चाहिँ सर्व घुम्यो हामी अब घुमेर चाहिँ अब झट्टै यहाँ बसेर ब्रेकफास्ट गर्न लाग्यो अब हामीले ब्रेकफास्ट गर्न लाग्यो